आज चाहिँ सुदन गुरुङ गृहमन्त्रीज्यूले पनि राजीनामा दिनुभएको रहेछ। त्यस्तै गरिकन नराम्रा मान्छेहरूलाई फालेर राम्रो र राम्रा मान्छेलाई ल्याउनुपर्छ सरकारमा। सरकार राम्रो बन्नुपर्छ, देश राम्रो बनाउनुपर्छ, देशको लागि बोल्ने मान्छे चाहिन्छ भनेर हिजो राजसभाले गरिरहेको जो वाचापत्र थियो त्यो पुरा गर्दैछ। सबैको जय होस्, सबैले राम्रो होस्। नेपालीहरूले राम्रो भएको देख्न चाहेका छन्। नेपालमा अहिलेसम्म यस्ता मान्छेहरू भेटिएका थिएनन् जो देशको लागि केही गर्छन् भन्ने। अब केही गर्छन् कि भनिरहेको बेलामा जनताको ठुलो आश छ राजसभा सरकारमा। तर राजसभाले अस्ति नै एउटा मन्त्री र आज गृहमन्त्री दुईटालाई 1 महिनाभित्र बर्खास्त गरेको छ। त्यसको लागि सबै साथीहरूले के भन्नुहुन्छ, लाइक गर्नु होला, सेयर गर्नु होला, सम्पूर्णलाई यो कुरा पुर्याउनु होला है। ल सर।